हेलो गाइज गुड मर्निङ बर्दिया भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला। म नि ठिकै छु, सन्चै आरामै छु भनौं है। अनि अब यतिखेर चाहिँ बिहानको 7 बजे छ। 7 बजेबाट स्टार्ट हुँदैछ मेरो भ्लग। 7 बजेको बिहानको नि आज चाहिँ म उता जाँदैछु झाडु फान्ने भनिरहेछन्, बाटो सरसफाई गर्ने मेन हाम्रो बाटो। अनि त्यतातिर झाडी फान्नको लागि जाँदैछु म। अनि मौसमको कुराहरू, गरम र मौसम तपाईहरुलाई म देखाउन चाहन्छु। बिहानखेरिको मौसम यस्तो छ है। बिहानखेरि सूर्य उदाएको छ है। अनि सूर्यका किरणहरू चारैतिर छरिएका छन्। आकाशमा पुरा बादल एउटा पनि छैन, कति सफा छ हेर्नु त। कति दामी छ। खेतमा चाहिँ धानहरू पाकेर पयालो भइसके, धानहरू अब काट्ने बेला भइसक्यो। अनि यस्तो छ। झाडी फान्ने ठाउँ हामी यहाँबाट स्टार्ट हुँदैछ। यो थुमनी गाउँ भ्रमण गर्नुभएको हार्दिक धन्यवाद लेखेको छ। यो गेटदेखि चाहिँ हामी स्टार्ट गर्दैछौँ अब झाडी फाड्न। अगाडि चाहिँ फाड्दै हुनुहुन्छ। अनि कतिपय टोलीहरू आउँदैछन्। झाडी फाड्ने माहौल चाहिँ तातिरहेछ। हाम्रो चाहिँ अध्यक्षज्यू आउनु भएको छ। अध्यक्षहरू म पनि जाँदैछौँ हामी झाडी फाड्न। अनि हाम्रो म चाहिँ अध्यक्ष हुनुहुन्छ। अनि टोली सबै चाहिँ झाडी फाड्दै रहेछ। हामी भर्खरै पुगेको छौँ है। अनि यहाँनिर चाहिँ यता झाडी फाडिसकेका छन् टोलीहरूले। अनि त्यसपछि यतातिर यता झाडी फाडिसक्यो। रुखहरू काट्दैछन्। खुल्ला भयो। झाडहरू फाडेर टोलीहरू बसिरहेछन्। त्यहाँसम्म फाड्दै आइरहेछन् त। त्यसपछि लगाएर यता अब यहाँनिर फाड्न बाँकी छ। अनि कतिपय यतातिर फाड्न लाग्नु भएको छ। हामी झाडु फाटेर जाँदैछौँ अगाडि। अगाडिको माहौलहरू म तपाईहरुलाई अहिले देखाउँछु है। हामी झारेका पसिनै भइरहेछौँ। पुरा फाडिरहेछ नि। यत्रो यता यस्तो फाडिसकेको। अनि पानी पिउँदैछन् कतिपय टोलीहरू नि। जसले काम गर्दैन नि त्यसका हाँसीहरू यहाँ चाहिँ राख्ने हो। त्यसको लागि एक किरेट आछ है। अनि चाहिँ सही गर्नु भएको रहेछ। हेलो अंकल, के छ? ठिक छ नि? माहौलहरू निखिल भाइ यता हेर्न। भाइ त गर्दै यार। धेरै मान्छे भयो होइन। गाउँको सबै रेकर्ड छ भन्ने देखिनु पर्यो त। ल भगवान देखेर काम गरेको छैन। ल राम्ररी देखायो। राम्ररी पुरै देखिनु पर्यो नि मान्छे। क्लियर पुरै हो नि। क्लियर एकदमै।
हाम्रो घनश्याम भाइले फेरि टोपी सोपी हानिरहेको छ आज नेपाली पहिचान नेपाली पहिचान ल भन त भाइ के भन्ने हो अरे हाम्रो 9 नम्बर वडामा धक्का धक काम चलिरहेको छ बर्दिया सुन्नेमा देउ ताउलीको छ ल ल ल ल यसरी सबै दाइ भाइ ल बाबु ल केटाहरु चाहिँ यता जानु पर्यो ल आइसक्नु बाबु दाइ होइन र सबै दाइ भाइ है त्यस्तो गर अलि टाढा है हाम्रो गाडी पनि आउँदैछ है सक्यो झाडी फाडेर पनि हाजिरी लगाएर पनि सक्यो मान्छेहरू चाहिँ बस अन्तिम चरणमा हामी आइपुग्यौँ हाम्रो सकियो यहाँसम्म झाडी फाडेर अनि अब हामी चाहिँ घर जाँदैछौँ अनि माहौलहरू चम्किरहेछ एकदमै झाडी फाड्ने हेर पनि यहाँनिर चाहिँ झाडी फाड्ने माहौल चाहिँ चम्किरहेछ क्या एकदम चम्काउनु पर्यो नि ल ओइट ओइट चोट लाग्यो क्या यी बहिनीहरू यी दौडिरहेछ ओ अलि उताको पनि काट्दै उताको पानीको सुविधाहरू पनि छ जार आइसक्यो रहेछ पानी खाऊ पानी खाऊ सरी हो त्यसरी छ्याप छ्याप न हो के छ अध्यक्षज्यू यसको बारेमा केही भनिदिनु पर्यो 2-4वटा कुरा गाडी खडा हुन्छ हाम्रो एरियाको आफ्नो गाउँ आफ्नै बनाऊ यो गरिरहेछौँ हामी हजुर ओ भला बादशाह भाइ त जोरदार छ नि त बाबु त्यो ठाडो गएको नछेक नि त्यस्तो नछेक के त्यो होइन झुम्म भएको हाँगे यताउता छोडिदेऊ बस पछि गिदु खानु पर्यो त